सो हाई गाइज, हामी चाहिँ मम्माको वेडिङको लागि लुगा हेर्न आइसकेको छौँ। अब हेर्न सक्नुहुन्छ आकृतिले कुन चुज गर्छ। लेट्स सी। हामी चाहिँ यहाँ बानेश्वरमा छौँ। सो गाइज, आसानले चुज गरेको चाहिँ यो हो। आसान चाहिँ यहाँ भिडियो कलमा हेर्छ। वेडिङ भ्लग देखि नै राख्नु भयो। आसानले चुज गरेको चाहिँ यो हो गाइज। यु क्यान सी। सो बाई बाई गाइज, म चाहिँ सपिङको लागि जाँदैछु आज फेरि असरमा। दिस इज माई कम्फर्टेबल आउटफिट। छाता इज म्यान्डेटरी, यस्तो घाम छ, द्याट्स वाइ। बाई। बस्न जान्छु। सुरुमा म मम्माकोमा जान्छु, त्यसपछि म जान्छु असम। 15 मिनट पुऱ्याएर बल्ल आएँ। त्यही होइसिन्छ, ममा त्यही होइसिन्छ। अब हामी चाँडो ममा सर आइदिन्छ। कानमा कस्तो मेरो खाली देखियो। यहाँ रिफ्रेसिङ खानु मन छ अरे, यसको लागि चाहिँ के अर्डर गर्ने होला डोन्ट नो। मैले चाहिँ सोचिसकेँ, म खान्छु ब्लुबेरी चिज केक। एउटा ब्लुबेरी चिज केक अनि पिज आइस टी खानुपर्छ क्या। पिज आइस टी खान्छु अरे। मैले चाहिँ डबल खानु मन लाग्यो यार। आइसक्रिमवाला यो डबल के खानु त? ब्रेन्डेड डबल फन भ्यानिला मोका। आइस एडिसनल फ्लेभर चाहिँ चकलेट। डन। दुलै दुलै आउनुभयो। दुलै यो अहिलेसम्म पनि मम्माको छुट्टी भएको छैन। 4 बजे छुट्टी हुन्छ र हामी अहिले पनि वेट गरेर। हामी अब फाइनली निस्किसक्यौँ फ्याब्रिक हन्टको लागि। अहिलेसम्म वेट गर्दा गर्दा मम्माको बल्ल छुट्टी भयो। साडीहरू हेर्दैछौँ, यो पनि राम्रो छ। लेट्स सी अब कुन हुन्छ गाइस। हामी के किन्न गथ्यौँ, के किनेर आयौँ। हामी चाहिँ लेङ्गाको लागि कपडा किन्न गथ्यौँ, तर लास्टमा टी सर्ट किनेर आयौँ। मेरो चाहिँ हातमा चाहिँ केही लागेको छैन। अब बिहेमा खेलाउने हाम्रो यति आइसक्यो, यति नजिक आइसक्यो, तर हाम्रो केही जेरो छ, फिक्सै भएको छैन। अब हामी चाहिँ अहिले यहाँ उमा जाँदैछौँ बोनम चामा। उहाँले रिभ्यू दिन्छ मम्माले गाइस। मम्मा रिभ्यू दिन्छ न। वाट रिभ्यू नै दिन्छ न। रिभ्यू दिन्छ न। के दिन्छ? रिभ्यू कस्तो लाग्यो? Let me taste also. तेरो रिभ्यू? मेरो रिभ्यू ले 10%